लाखौं छोराहरू देशभरि छन्, नडराउ। हे शहीदका आमाहरू, यो देशको सपना पूरा गर्नको निमित्त तिम्रो छोरोले तिम्रो छोरीले दिएको बलिदानीको एक अंश पनि खेर हुँदैन। डर राख, किनकि त्यही परिवर्तन गर्नको निमित्त भएर मानिसहरू जागेका हुन्। मैले 24 गतेको कुराकानी गरेँ होला, त्यही घुसपठियाहरू पैसाहरू आयो होला, र अघिल्लो दिन ताकी गोली खाएर ढलेका मानिसहरूलाई देखेर आक्रोशित जनताले घर घरबाट विद्रोह गरेका हुन्। जनताले गरेको विद्रोह हो, त्यो विद्रोह सामान्य होइन। त्यो विद्रोहलाई कतै कुनामा बसेर जिस्काउने चलाउने आँट नगर है, खबरदार। जनताको विद्रोहलाई चुनौती दिने भन्दै संसद बिउताउने हो कि भनेर आँखा चम्काउने र नचाउनेहरू हो होशियार। शहीदको रगत अझै सुकेको छैन, शहीदकी आमाको आँसु अझै ओभानो भएको छैन। खबरदार, धेरै आँखा नचम्काउनु होला। आमा बुवा दाजुभाइ दिदीबहिनीहरू, अब सायद हाम्रो भेट निर्वाचनमा हुन्छ होला। यसभन्दा अगाडि पनि यहाँहरू समक्ष आउने म कोसिस गर्नेछु। त्यो बेलामा ज्यान गुमाउनेप्रति म हार्दिक श्रद्धाञ्जली अर्पण गर्न चाहन्छु। परिवारप्रति मेरो गहिरो संवेदना छ। घाइते साथीहरू